जागिरी भन्दा धेरै राम्रो हो व्यवसाय भनेको चाहिँ गर्न त केही गर्ने सोच्नु छैन। हेलो गाइज, म आज एउटा भिडियो बनाउँदै छु जसमा म हरेक व्यक्तिलाई सोध्ने छु कि नेपालमा बिजनेस गर्दा राम्रो हुन्छ कि जब गर्दा, र तपाईको उद्देश्य के छ, बिजनेस गर्ने कि जब गर्ने है। र मसँग एकजना साथी हुनुहुन्छ, नेपालमा जब गर्दा राम्रो हुन्छ कि बिजनेस गर्दा? जब भनेको अरूको अन्डरमा बसेर गर्नुपर्छ र बिजनेस भनेको आफ्नो तरिकाले गर्न पाइन्छ। जब गर्दा राम्रो कि बिजनेस गर्दा? बिजनेस गर्दा राम्रो। जागिरी भन्दा धेरै राम्रो हो व्यवसाय भनेको। जागिरी भनेको अब हुन त व्यक्तिगत रूपमा व्यक्तिगत इच्छाहरू हुन्छन्, तर सकेसम्म व्यवसाय गर्न सकिन्छ भने त्यो राम्रो। जब गर्दा राम्रो हुन्छ कि बिजनेस गर्दा? देशको अब इकोनोमीको हेर्दाखेरि त अब अहिले इन्टरप्रेन्योरशिपको त्यति उ छैन। सूचनाको चाहिँ फिल्डमा चाहिँ नयाँ चाहिँ बिजनेसहरू डेभलप हुन सक्छ। जब गर्दा राम्रो होला कि बिजनेस? दुईटै। म चाहिँ गर्न त केही गर्ने सोच्नु छैन। तपाईको विचारमा हामीले बिजनेस गर्दा राम्रो होला कि जब गर्दा? म त अब आफै पनि कर्मचारी भए हुनाले बिजनेस गर्दै बेटर लाग्छ, किन भन्दा आफ्नो कामप्रति सन्तुष्टि कोही पनि हुँदैन होइन। त्यस कारणले अब बिजनेस भनेको अलिकति स्वतन्त्रता हुन्छ होइन। त्यस कारणले अब जागिरीकै पछि लाग्यो भने सायद समय बर्बाद मात्रै हुन्छ। जब गर्दा राम्रो हुन्छ कि बिजनेस गर्दा? म जब नै चुज गर्छु, किनभने बिजनेसले एउटा आफ्नो व्यक्तिगत स्वार्थसँगै हेर्छ भने जबले चाहिँ निस्वार्थ रूपमा पनि सरकारी हित र अन्य व्यक्तिहरूको पनि हित रोज्न सक्छ। सायद यही मेरो विचारमा मान्छे अनुसार विचार र सिद्धान्त फरक हुन सक्छ। कसैले बिजनेस पनि भन्न सक्नुहुन्छ। मेरो विचारमा चाहिँ जब नै। अनि तपाईको विचारमा? बिजनेस। बिजनेस। अनि हजुरको? बिजनेस नै हुन्छ। बिजनेस नै। अब बिजनेस के गर्छ भनेपछि अब जस्तो अब जबले चाहिँ कुनै अब एउटा व्यक्तिलाई मात्रै रोजगार दिन्छ, तर बिजनेसले चाहिँ एउटा प्रति व्यक्ति आयदेखि बढाएर विभिन्न प्रकारका धेरै व्यक्तिहरूलाई चाहिँ रोजगार दिनुका साथै अब यहाँ भनौँ कि अब देशको चाहिँ जिडिपीहरूदेखि लिएर सम्पूर्ण त्यो अर्थ सम्बन्धी कुराहरूमा चाहिँ देशलाई चाहिँ अगाडि बढाउने काम चाहिँ बिजनेसले नै गर्छ है। बिजनेस गर्दा राम्रो कि जब गर्दा? म चाहिँ बिजनेस गर्न चाहन्छु। जब गर्दा राम्रो कि बिजनेस गर्दा? बिजनेस गर्दा राम्रो लाग्छ, किनभने अब बिजनेस गऱ्यो भने अब जब गऱ्यो भने एउटैले एक्लैमा सिङ्गल मान्छेले जब गर्छ, बिजनेस गऱ्यो भने त अरू व्यक्तिलाई पनि त्यो ठाउँमा ल्याउन सकिन्छ नि। राइट। बिजनेस गऱ्यो भने त्यही भएर मलाई बिजनेस चाहिँ जब गर्दा राम्रो कि बिजनेस गर्दा? जब गर्दै राम्रो भन्ने सोचमा छु। जब गर्दा राम्रो कि बिजनेस गर्दा? जब नै। सकारात्मक सोच जे गरे पनि नेपालमै गर्नुपर्छ भन्ने सकारात्मक सोच राखेपछि चाहिँ विदेश जानुपर्छ जस्तो लाग्दैन। जब गर्दा राम्रो कि बिजनेस? मैले चाहिँ त्यस्तोतिर केही सोचेको छैन। त्यही नेपालमा केही हुने जस्तो नदेखेर विदेश रोजिरहेको छु मैले चाहिँ। अब के हुन्छ? जब गर्दा राम्रो कि बिजनेस? जबै गर्दा ठिक होला। जबले गर्दा अब अलिकति इफेक्ट पछि आउने पिँढीलाई पनि सजिलो हुने। बिजनेस भने त अब आफूमा भर पर्ने कुरा कसले कति गर्न सक्छ। जब चुज गर्नुहुन्छ कि बिजनेस? त गाइज, आज हामीले कयौं व्यक्तिको राय लियौं हैन। नेपालमा चाहिँ जब गर्दा राम्रो हुन्छ कि बिजनेस गर्दा? तर हामी त के भन्छौं भन्दा तपाईले जुन क्षेत्रमा आफूलाई प्रभावकारिता जमाउन सक्नुहुन्छ त्यो क्षेत्रमा कार्य गर्न सक्नुहुन्छ। कुनै पनि काम गर्दा रिस्क नलिकन सफल भइदिन, जब गर्दा होस् या त्यो बिजनेस गर्दा होस्। तपाई चाहिँ के गर्ने सोचमा हुनुहुन्छ? आफ्नो राय भने